रवि लामिछाने जेल गएपछि के साँच्चै सहकारी पीडितले बचत फिर्ता पाए त? हिजो प्रतिपक्षमा हुँदा रवि लामिछाने जेल गएपछि सहकारी पीडितले न्याय पाउँछन् झै गरी घाँटीको नसा फुलाएर चिच्याउनेहरू अहिले आफै सरकारमा छन् र पनि सहकारी पीडितले रकम फिर्ता पाएका छैनन्। किन बुझ्न चाहनुहुन्छ? हो, हिजो लामिछाने गृहमन्त्री हुँदा जीबी राईलाई पक्राउ गरेको खै किन नसमाएको सहकारी पीडितलाई न्याय दिएको खै भन्दै जो चिच्याउँदै थिए उनीहरू अहिले आफै सरकारमा छन्। मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन भनेको ठाउँमा सहकारीमा आफै लिखित गरेर माग फारम भरेर लिएको पेश गरौँ। गलत साबित गरिदिनुहोस् न मलाई। तै पनि न त सहकारी पीडितले बचत फिर्ता पाएका छन् न त जीबी राईलाई नै पक्राउ गर्न सकेका छन्। यस्ता कुराहरू अहिले आफै सेलाउँदै गएका छन् र संसदमा पनि यो कुराहरू उठाएका छैनन् र सहकारी पीडितको बारेमा कुरा गर्न पनि चाहँदैनन् र जीबी राईलाई पक्राउ गर्न नसकेको पनि होइन र पक्राउ पनि गर्दैनन्। किनकि जीबी राईलाई पक्राउ गरेको खण्डमा लहरो तान्दा पहरो थर्किन्छ भने झै सबै पोल खुल्छ र सरकारमा भएका आफै माथि औला तेर्सिने भएपछि उनीहरूले जीबीलाई लुकाएर राखेका छन् भन्दा फरक नपर्ला। अहिलेको तत्कालीन गृहमन्त्री रमेश लेखक भनौं या त गगन थापा नै उनीहरू यति बेला सहकारी पीडितको पक्षमा चुइक्क बोल्दैनन्। यस्तो लाग्छ कि सहकारी काण्ड फर्चुट भइसक्यो र सहकारी पीडितले पनि पैसा पाइसके जस्तै भइसकेको छ। तर यथार्थमा यस्तो होइन। उनीहरू चाहन्थे कि राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात रवि लामिछाने सरकारमा रहिरह्यो भने पुराना दलका कुनै पनि नेताहरू छाती फुलाएर हिँड्न सक्दैनन् थिए। किनकि विगतमा उनीहरूले कुनै न कुनै काण्ड गरेका छन् जसकारण रवि लामिछाने गृहमन्त्री भए बखत पुराना फाइलहरू खोल्न थालिएको थियो, जसकारण आफू फस्ने डरले रातारात सरकार डालियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नु भयो। कसरी खोल्ने फाइल? यो देशको बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। उनीहरूको स्वार्थ यति मात्र थियो कि रवि लामिछानेलाई ठेगान नलगाए काण्डहरूबाट बाल बच्न सम्भव छैन, जसकारण उसलाई कुनै न कुनै काण्डमा फसाउन सकिए अझै केही वर्ष देशको ढुकुटीमा हालिमुहाली गर्न पाइन्छ नत्र जेल गइन्छ भन्ने डरले पुराना दलका सम्पूर्ण दलहरू एकजुट भएर भर्खर जन्मिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम बनाउन सकिएन भने जनता सामु अनुहार देखाउन लायक छैनौ भन्ने थाहा पाएर नै रवि लामिछानेले भने अनुसार 3 महिना लगाएर स्क्रिप्ट रेडी पारियो र स्क्रिप्ट अनुसार अहिले उनलाई जेल पठाइयो। सरकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ। प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति, आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अब यी नयाँलाई ठिक पार्नुपर्छ, यिनलाई एउटा आरोप लगाइदिनुपर्छ, एउटा कुरा लगाइदिसकेपछि अनि त्यसपछि यिनलाई ठिक गरेपछि मात्र हाम्रो जोगिन्छ भनेर मिलेको कुरा स्पष्ट हुन आउँछ। सहकारी ऐनमा लेखिएको छ कि सहकारी ठग कसलाई भन्ने। जो सहकारीको सञ्चालक छन्, जो सदस्य छन् अर्थात सहकारीको व्यवस्थापनमा जो छन् ती व्यक्तिहरूले पैसा अपचलन गरेमा, हिनामिना गरेमा र बचतकर्ताको पैसा फिर्ता नगरेमा त्यसलाई सहकारी ठग भन्न मिल्छ। तर रवि लामिछानेको केसमा भने त्यस्तो छैन। विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रणालीको नाममा गएको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै पनि संलग्नता छैन।